साथीहरु नमस्कार। आज म यहाँलाई श्रम स्वीकृति चाहिँ पासवर्ड बिना कसरी चेक गर्ने अथवा श्रम स्वीकृतिको पेपरमा भएको स्टिकर नम्बरबाट कसरी श्रम स्वीकृति चेक गर्न सकिन्छ भन्ने बारेमा म यहाँलाई जानकारी दिँदैछु। अब तपाई आफ्नो श्रम स्वीकृति बिना पासवर्ड यसरी हेर्न र चेक गर्न सक्नुहुन्छ। यसका लागि तपाईले आफ्नो मोबाइलको गुगल क्रोम ब्राउजरमा गएर dofe.gov.np टाइप गरेर सर्च गर्नुहोला। यदि सर्च गरिसकेपछि तपाईले यहाँनिर एउटा यस्तो इन्टरफेस देख्नुहुन्छ र त्यसलाई तल सार्दै जानुहोला। यहाँनिर अन्तिम श्रम स्वीकृतिको खोजी भनेर छ, पासपोर्ट नम्बर स्टिकर अनि स्टिकर नम्बर हाल्नु होला तपाईले जुन तपाईको पुरानो श्रम स्वीकृतिमा रहेको हुन्छ। अनि त्यो स्टिकर नम्बर तपाईले हानिसकेपछि तपाईले यसलाई खोजी गर्नु होला, त्यहाँ सर्च गर्नु होला। त्यसपछि सम्पूर्ण डिटेल तपाईको हाने देखाउँछ है, तपाईले कुन देशको हो, कुन कम्पनीमा काम गर्नुभएको, तपाईको श्रम कहिले इस्यु भएको र कहिले सकिँदैछ, सम्पूर्ण डिटेल तपाईले भेट्न सक्नुहुन्छ। अनलाइन श्रम गर्न परेमा तथा श्रम सम्बन्धी कुनै समस्या भएमा हामीलाई मेसेज गर्न सक्नुहुन्छ।